काट्दा हुन्छ यता आउनु त अबे अनुम हाय हो के भएन ल अनुम लब्जाङ हाई गाइस वेलकम ब्याक टु माई न्यू ब्लग आज हामी चाहिँ म तपाईँहरूलाई के देखाउँछु हेर्नुहोस् है त निङ्गोडे सो गाइस सब्जी पकाइ खान्छ यो छिप्पिएको हुन्छ हो सो यता चाहिँ कलिलो हुन्छ हामी चाहिँ कलिलो मात्रै खान्छ छिप्पिएको चाहिँ खानु हुँदैन अहिले हामी चाहिँ आमा आपा अगाडि जाँदैछौँ साथीहरू अन्त यहाँ हाम्रो पाल्जङ सर आउँदैछ गाइस मैंने पाल्जङको भेट्यो हो अक्का खामरी अक्का सुक्का सिबिनन बोर्ड स्कूल सिंगल का आईडी कार्ड सिबी तो आईडी लिगा तो सुबह थो मीडियम म तपाईहरुलाई नि हाम्रो नानीहरु देखाउँछु है त यत्रो बसिक्यो एउटा चाहिँ खर्को चाहिँ आजा लुक्दैछ जा साथीहरु यसले चाहिँ रेगुलर दिनको दिन यसो निकाल्नु पर्छ हो तीनटा छ हो गाई त्यसले गर्दा चाहिँ यसलाई चाहिँ निकाल्नै पर्छ बाहिर हो हेर्नु ल यसले चाहिँ मलाई चाहिँ के भन्दैछ भन्दाखेरि चाहिँ खाना दिनु भन्छ सु विशेष आमा सो त्यही कारणले चाहिँ खाना माग्छ जहिले बिहान उठ्नु बित्तिकै साथीहरू खाना माग्छ बिस्किट बेसी खान्छ बिस्किट दिन्छु हो तर अहिले चाहिँ दोकानमा खतम भइरहेछ बिस्किट सानो ठुलो मात्रै छ त्यो चाहिँ अब म किन्नु सक्दिनँ हो त्यही कारणले तपाईँहरूले सुन्दै गरेको पछाडिको व्याकरण गीत चाहिँ नि नेपाली गीत अघि चाहिँ इङ्ग्लिस अनि हिन्दी अनि किसिमको गीतहरू सुन्छु म चाहिँ गाइसहरू अनि बङ्गालीहरू पनि सुन्छु तर बेसी बुझ्दिनँ तर पनि म चाहिँ ट्राई गर्छु बुझ्छु तर सबसे भन्दा लास्टमा चाहिँ आमा आप्पाको हो चाहिँ नेपाली गीत सो नेपाली गीत चाहिँ बजाउनै पर्छ हो अन्त म चाहिँ अब सबैजनाले हुन्छ नि एउटा जुक 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 मलाई पनि यो सुन्नु मन छ यो चाहिँ कहिले लगाइदिने त्यो टाइपको हो कहिले सुन्नु पाउने त्यो टाइपको पनि हुन्छ सो अब चाहिँ आमा आप्पाको बजाइरहेछु देन अब बजाइसकेर चाहिँ हामी राख्छौँ सो गाइस अहिले हामी चाहिँ मेरो सब्जी पाकिसक्यो हो हेर्नुहोस् दिस इज टुन्टकबी बोल्दैछु निङ्गोरे अनि यो चाहिँ खाना चाहिँ हिजोकै हो हामीले चाहिँ रोटी खायो नि त सो रोटी चाहिँ आधी उफ्रिरहेछ साथीहरू सो खानु नसकेको कारणले गर्दाखेरि चाहिँ हामीले खाना खान सकेन सो खाना चाहिँ बिहान ततै खान्छु भने चाहिँ खाना चाहिँ त्यतिमै छ हो साथीहरू अब हुन्छ चाहिँ म खाना पस्काउँदैछु साथीहरू आमा आप्पाको लागि एक प्रकारमा खानासाना बनाएर आमा आप्पालाई चढाउनु नै ठुलो कुरा हो रेडी भयो सब्जी चाहिँ यस्तो छ हो अब यस्तो बनाइरहेछु सब्जी सिङ्गरले बनाएन त सरौँ सब्जी चाहिँ चेक गर्नुहोस् कस्तो छ सो बिहानको मेरो काम सक्यो अब खाना बनाइसक्यो अब हम चाहिँ म चाहिँ अनुमको केस काट्नु गइरहेछु हो लियो चार अनुमले मलाई प्रेडिटर किनिदियो साथीहरू केस काटिदिन्छ भनेर सम कितना अच्छा है क्या ही बताऊं मैं फिर से हाम्रो डन चाहिँ के गर्दैछ हौ त गीत माया के काट्दिएको तो मैं तो यश कुमार को गीत सुनाइदिन्छु ल तपाईँलाई क्या बोलो गाइस ये गीत ना बहुत अच्छा लगता है हमको तो गाइस मेरो फेभरेट गीत यश कुमारको चाहिँ आउन आँटेन यो गीत चाहिँ एकदम मनपर्छ मलाई ल ल ल आनुम काट्दिनु आजको दिनमा चाहिँ आनुम फेरि पनि हाम्रो आनुम ह्यान्डसम हुने भयो सो जहिले पनि मै काटिदिन्छु साथीहरू केस दुवैजना अर्कोको मैले काट्थेँ यसो आनुम यसरी काट्दा हुन्छ यता आउनु त अबे अनुम हाय हो के भएन ल अनुम लब्जाङ वैसा मत करो न के भयो तो गाइस फाइनली केस काटिसक्यो अनुमको अनुम चाहिँ टाउको आउनु हुँदैछ अब म चाहिँ घाँसमा जानु आँटेको छु अनि यसरी नै मेरो भिडियोहरू हेरिदिँदै गर्नुहोस् होला साथीहरू अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला है त अहिलेको लागि चाहिँ यति नै सो नेक्स्ट भिडियोमा भेट्नेछु फेरि पनि है त